नमस्कार सम्पूर्ण विद्यार्थीलाई स्वागत छ आज क्लासमा। हिजो हामीले गर्दै टेक्निकल एररको कारणले गर्दाखेरि पुरा भिडियो मजाले गर्न सकिएन। आज हामी सरासर फेरि जानेछौँ हिजोको भिडियोलाई लिएर। एकदमै महत्त्वपूर्ण कुराहरू हामी पढिरहेछौँ। 22 नम्बर क्वेसन पुगिसकेका छौँ। सबैजना जोडिनु होला, आउनु होला लाइभमा, सबैजना जोडिनु होला। अनि म सुरु गरिहाल्छु। म आवाज कस्तो आइरहेछ हेर्नु होला। एकैछिन पर्खिउँ, एकैछिन सबैलाई पर्खिउँ हामी। 2 मिनट। आवाज कस्तो सुनिरहेछ सबैले कमेन्टमा भनिदिनु होला। आवाज कस्तो आइरहेछ, आवाज कस्तो आइरहेछ भनिदिनु होला। सबैलाई स्वागत छ हाम्रो क्लासमा। हामी परीक्षामा आउने प्रश्नहरूको बारेमा हामी छलफल गर्नेछौँ। यसपालिको कमान्ड क्लासमा धेरैभन्दा धेरै क्वेसन्सहरू हामी सल्भ गर्नेछौँ। साथसाथै परीक्षामा आउने खालको सम्पूर्ण क्वेसन बारे पनि हामी छलफल गर्नेछौँ। र अर्को मेन कुरा के भने छिट्टै नै अब चाँडै नै यो एक एकवटाको 2-2वटा होइन, हामी कम्प्लिट सेट्सहरू पनि तपाईँहरूलाई केही समयको लागि हामी सेट्सहरू पनि फ्री दिनेछौँ। दैनिक नयाँ सेटहरू, नयाँ परीक्षाको लागि तयारीको लागि नयाँ सेट्सहरू पनि पाउनुहुन्छ तपाईँहरूले। स्वागत छ तपाईँलाई सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई। ल हिजो हामीले यो गर्दै गरेको 38, 39, 40मा यो 3वटा नम्बरमा क्वेसनमा कहिले 37मा पनि आइन्छ। जस 38, 39, 40 स्पेसली त्यहाँ आउने क्वेसन्सहरूको बारेमा है त। ल क्वेसनहरू सुरौँ। पहिले क्वेसनको सोधेको के हो, मेन क्वेसन पढौँ। यागिरुलको छिल्मुने कुराकानीहरू सुनेर छिल्मुने प्रश्नको तल दिएको प्रश्नको आल्माजुन मिल्ने कुरा थेदाबुल भनेको उत्तर चाहिँ खुरुसिप्सी छान्नुहोस्। यो सुनेर चाहिँ हामीले यहाँ सोधेको प्रश्न, यो प्रश्न नाम जाएकै फिरिहान गसिल मुहसिमनिका नामजा केटालाई चाहिँ चाहिने कुरा के छ भनेर एउटा 2टा 3टा 4वटा छ। एउटा चाहिँ अब के अरे कपडा राख्ने यो छ, दराज छ। अर्को बुकको राख्ने ऱ्याक छ, बुक छ र टेबल छ। त्यतिमा कुन चाहिँ हो त एन्सर? अब हामीले यो सुनेर चाहिँ पत्ता पाउनु हो त पर्यो है। सुनौँ ल। पहिले 방 정리는 다 했어요? 네. 그런데 책이 많아서 어떻게 정리할지 모르겠어요. 그러면 책꽂이를 하나 사세요. 네. 책을 다 정리하려면 그렇게 해야 할 것 같아요. 방 정리는 다 했어요? 네. 그런데 책이 많아서 어떻게 정리할지 모르겠어요. 그러면 책꽂이를 하나 사세요. 네. 책을 다 정리하려면 그렇게 해야 할 것 같아요. ल यति चाँडो बद्दै चाहिँ के आवश्यक पर्ने रहेछ त यसलाई? नामजालाई चाहिँ ल यजाले के भने, यजाले चाहिँ फाङ छङ्ग्रिनुन था हेस्यो कोठा मिलाउने काम चाहिँ। फाङ भनेको कोठा, छङ्ग्री आधा भनेको छङ्ग्री नुन भनेको चाहिँ मिलाउने कुरा चाहिँ। था भनेको सबै हेस्यो सबै गरिसक्नुभयो भने। केटाले के भने, ने हो मैले गरिसकेँ भनेको चाहिँ। खुरन्दे तर छेगी किताबहरू चाहिँ माना छ, किताबहरू धेरै भएर अतक्कै के गरौँ भनेर छङ्ग्री हाल्जी कसरी चाहिँ व्यवस्थापन गरौँ भनेर चाहिँ मुर्गेस यो थाहै भएन। अब चाहिँ व्यस्त गर्ने गाह्रो भइरहेछ, थाहा भएन भनेर केटाले भनिरहेछ। सो किताब छेक माना छ, अतक्कै छङ्ग्री हालिदिन्छ भने चाहिँ छेक किताबहरू धेरै भएको कारणले गर्दा चाहिँ के गर्नु पर्यो, उसलाई चाहिने भयो चाहिँ अब किताब ऱ्याक चाहिने भयो नि त। यो 2 नम्बरमा रहेछ किताब ऱ्याक है त। ल सो खुरमियन छेकोसी हाना सासे हो। त्यसो हो भने छेकोसी किताब राख्ने ऱ्याक चाहिँ हाना एउटा चाहिँ सासे किन्नुहोस् भनिसक्यो। सो त्यो भएको कारणले गर्दा हामी 1, 2, 3, 4 नम्बरमा उसलाई चाहिएको के रहेछ त मेन? छेक्कुस किताब राख्ने
책을 다 정리하려면 किताबहरू 다 यो गर्नु हो भने व्यवस्थापन गर्नुपर्ने हो भने चाहिँ खुरक्कै हेया हालगत कातायो त्यसो गर्नुपर्ने जस्तो छ भनेको छ। सो उसलाई चाहिने के रहेछ त कपडा राख्ने र्याक हो त होइन किताब राख्ने। ल 2 नम्बरको मिल्यो तपाईँले लाउनुभएको एन्सर कति नम्बर मिल्यो ल मिल्यो मिलेन हेर्नुहोस् है त। ल 22 नम्बर छ के अब 23 नम्बर जाम है त हामी। 23 मा के सोधेको छ 여자는 왜 계약을 하지 के अरे 않습니다 केटीले चाहिँ केयाक चाहिँ किन गरिनन् अरे भनेर चाहिँ अब सोधेको छ। अब यहाँ प्रश्नहरू यहाँ छ तपाईँहरूले चाहिँ छिटो छिटो लाउनुहोस् त। एकमा छिपकाप्सी पिस्सा छ भनेको छ। 2 नम्बरमा खेदेगी फुलफेन हेस भनेको छ। 3 नम्बरको चुपियानी सिक्रपस र छिबी केक धाजी आना छ। ल 3टा मध्ये के रहेछ पहिले सुन्नुहोस्। अब एन्सर पनि लाइजानुहोस् तपाईँहरूले र सुन्दै पनि गर्नुहोस् है त। 어제 보신 집은 어땠어요? 동네도 조용하고 집도 깨끗해서 좋았어요. 그래서 계약은 했어요? 아니요. 생각보다 집값이 비싸서 못했어요. 어제 보신 집은 어땠어요? 동네도 조용하고 집도 깨끗해서 좋았어요. 그래서 계약은 했어요? 아니요. 생각보다 집값이 비싸서 못했어요. सो केटीले लास्टमा भने होइन त त्यसको एन्सर। ल 여자는 왜 계약을 하지 않았어요? 하지 않습니까? केटीले चाहिँ किन केयाक गरिनन् उसले चाहिँ सम्झौता चाहिँ किन गरिनन् अरे भनेर चाहिँ सोधिरहेछ। अब चाहिँ केटीले नाम्जाले सोधो केटा सोधै अझै फोसिन छिबुल अत्यासय हिजो चाहिँ पुतुङसान गएको रहेछ त्यो केटी त्यो किताब के अरे यो हेर्नको लागि कोठा हेर्नको लागि। सो केटाले सोधो अझै फोसिन छिबुन हिजो हेरेको छिप चाहिँ अत्यासय कस्तो लाग्यो। अब केटाले भनेको थोङ्ने त त्यहाँको वरिपरिको वातावरण छरछिमेकीहरू भएको चाहिँ वातावरण चाहिँ छोयङ हागो शान्त रहेछ होइन। छिप्तो क्याकित रहेछ छुवासयो घर पनि एकदम क्याकित रहेछ भनेको चाहिँ सर सबै चिटिक्क भएर चाहिँ राम्रो लाग्यो। छुवादा छुवासयो भनेको छ। खुरेछ ख्यागुल हेस्यो ख्यागुन हेस्यो केटाले सोध्यो त्यसो भयो भने तपाईँले चाहिँ सम्झौता गर्नुभयो त ख्यागुन हेस्यो भनेर केटाले सोध्यो। केटीले के भने आनी हो सेङ्गाक बुथा सोचै भन्दा चाहिँ चिप्स काप्सी भनेको कोठाको भाडा पिसा छ मोथेसयो कोठाको भाडा चाहिँ महँगो भएर चाहिँ गरेन। सो चिप्स काप्सी पिसा छ ख्याक आनेसयो होइन त वे यो जग्गा ख्याक आजी आनसयो र आनसुम्निका चिप कासी पिस्सा छ चिप्स काप्सी पिस्सा भएर। सो 1 नम्बरकै मिलो होला होइन चिप्स कासी पिस्सा छ। सो 1 नम्बर कसलाई राम्रो त्यही ठिक छ। अच्छा ल खोदेखि फुलपेङ रहेछ। खोदेखि भनेको चाहिँ तपाईँको आवाज गर्ने चाहिँ ट्रान्सपोर्टेसन चाहिँ असहज भएर हो त होइन। चिप्स कास चाहिँ पिस्सा भएर चाहिँ महँगो भएर चुप्यो नि के सिक्रो छ वरिपरिको वातावरण चाहिँ सिक्रो दा भनेको चाहिँ हो हल्ला हुनु होला छ त होइन। किनभने उसले पहिले नै भने चाहिँ छोयङ आगो भनेको चाहिँ शान्त फान्दैमाले सिक्रोदाको छोयङ आधा चाहिँ फान्दैमाल। ल चिप्सी केकत हाजी आँडा छ सरसफाइ नभएर हो त होइन केकत हेछ छुवासौला केकत पनि भयो तर लास्टमा के चाहिँ भयो त सेङ्गाक भयो त उसले सोचे भन्दा चिप्स काप्सी पिस्सा छ म त्यसै सो 1 नम्बरको राइट हुन्छ। ल 23 नम्बर पनि जाउँ त्यो 24 नम्बरमा जाउँ अब हामी। ल यजानुन छिगुम अत्तन ओसुल इब्को इस्सुनिका केटीले चाहिँ अहिले चाहिँ कस्तो खाले कपडा पहिरन गरिरहेको छ त कस्तो खाले कपडा लगाइरहेको छ त। अब यहाँ चाहिँ यहाँबाट चाहिँ हामी छानौँ पहिले नम्बरमा सुनौँ है त। तपाईँहरूको एन्सर छिटो छिटो लाउनुहोस् त कुन हुन्छ यो सुन्दै म सुनाउँछु अनि त्यसपछि यो पनि लाउँदै गर्नुहोस् है त। 린씨 옷이 참 예쁘네요. 감사합니다. 아오자이라는 베트남 전통 옷이에요. 한국에도 전통 옷이 있어요. 한복이라고 하는데 설날이나 추석 같은 명절에 주로 입어요. 린씨, 옷이 참 예쁘네요. 감사합니다. 아오자이라는
베트남 전통 옷이에요. 한국에도 전통 옷이 있어요. 한복이라고 하는데 설날이나 추석 같은 명절에 주로 입어요. ल लाउनुहोस् त फटाफट एन्सर त्यसपछि सल्भिङ गऱ्यौँ हामी यजा कहिले लगाएको कपडा चाहिँ कस्तो रहेछ त केटीले चाहिँ लगाएको चाहिँ ल केटाले सोध्यो लिन्सी ओसी छाम हेपुने हो तपाईँ लगाएको कपडा चाहिँ एकदमै चाहिँ ब्युटिफुल छ सुहाउँदो छ भनौँ न उसलाई सुहाउने खालको ब्युटिफुल अलिनियो भनेको चाहिँ सुहाउँदो खालको हेपुने हो भनेपछि कपडाको चाहिँ राम्रो छ ब्युटिफुल छ सुन्दर छ त भनेर भन्यो केटाले अनि केटीले के भने खाम्सा निदा धन्यवाद भने आओ छाई रानुन आओ छाई राई भनेको चाहिँ कोरियाको चाहिँ राष्ट्रिय कपडा भनौँ न नेपालको चाहिँ दौरा सुरुवाल गुनी चोलो भने जस्तै राष्ट्रिय कपडा चाहिँ भेतनामको चाहिँ आओ छाई रानुन आओ छाई भन्छन् यस्तो चाहिँ रानुन भेतनामको चाहिँ छन्तोङ ओसी हो त्यहाँको चाहिँ एकदम के अरे प्राचीन परम्परागत चाहिँ खालको कपडा हो भनेर चाहिँ भनिरहेछ सो केटी लगाएको लुगा कुन रहेछ त ना के अरे यजानुन सिगुम अतन ओसिलिपको कस्तो कुन खालको कपडा लगाएको रहेछ भेतनामको आउ छाइरानुन भनेको छ भेतनामको सो भेतनाम छन्तोङ ओछ हो भनेर बुझिगयो यहाँसम्म एन्सरै आइगयो ल नामजाले भन्छ हाङ्गुगे त छन्तोङ ओसी सयो कोरिया पनि एकदम परम्परागत कपडाहरू पनि छन् त्योलाई के भन्छ हानबोक भनेको चाहिँ कोरियाको छन्तोङ होस् है त्यहाँको चाहिँ एकदम परम्परागत प्राचीन किसिमको चाहिँ कपडा हो पहिरन हो ल हानबोक इरागो हानन्दे त्यो हानबोक भन्छन् कोरियन परम्परागत कपडालाई सल्लान भनेको एउटा महत्त्वपूर्ण चाड कोरियाको चाड छुसक सल्लान र छुसक कात्तन म्याङ्जाले त्यस्तै खालको चाहिँ चाडपर्वमा चाहिँ छुरो होइन महत्त्वपूर्ण तरिकाको छुरो चाहिँ इभयो प्राय चाहिँ त्यस्तो मालाई चाहिँ लाउँछन् मस्ली भन्छ नि त्यो छुरो भनेको चाहिँ प्राय भने जस्तै सो कुन रहेछ त हाङ्गुक छन्तोङ हो त होइन न सयाङ छन्तोङ हो त होइन सुङ्गुक छन्तोङ हो त होइन सो कहाँको रहेछ त भेतनाम छन्तोङ हो ल मिलिगयो है त यहाँ अघि भर्खरै हामी चाहिँ भेतनाम छन्तोङ होस् के रहेछ कुन चाहिँ आओ छाइ भएर चाहिँ लगाएको रहेछ सो 4 नम्बरको मिल्यो ल तपाईँले लगाएको ठिक भयो ठिक भएन हेर्नुहोस् त ल 25 मा जाउँ है त ल 25 मा पनि यो जानुन अत्तकै आगे सुन्निदा केटीले अब के गर्नुपर्ने रहेछ के गर्नुपर्ने भयो अब हेरौँ है सुनौँ है त हामी पहिले त्यसपछि तपाईँले यो लाउनुहोस् है त सुन्दै 덥군요. 창문을 좀 열까요? 아니요. 열지 마세요. 창문을 열면 차 소리 때문에 너무 시끄러워요. 아, 그럼 에어컨을 켤게요. 덥군요. 창문을 좀 열까요? 아니요. 열지 마세요. 창문을 열면 차 소리 때문에 너무 시끄러워요. 아, 그럼 에어컨을 켤게요. ल केटीले के गर्नुपर्ने भयो त अब यो संवाद पछाडि संवाद सकिने बित्तिकै अतक्कै हेर्यो यार अतक्कै हागे सुनिका अब यसमा तपाईँले लगाइदिनुहोस् एन्सर कुन हुन्छ ल सुनौँ है त ल के रहेछ भनेपछि म फेरि सल्मिङ गर्छु नामजाले के भन्छ थपकुन यो गर्मी भयो थप्ता भनेको गर्मी हो नि त थपकुन यो गर्मी भयो त भनेर केटाले भन्यो छाङमुन भनेको ढोका चाहिँ चौम अलिकति हल्कायो छाङमुन चौम हल्कायो थोरै ढोका चाहिँ खोलिदिउँ त भनेर भनिरहेछ केटाले के भन्यो त आनी हो होइन पर्दैन यल्जी मासे हो नखोल्नुहोस् ढोका भनेर भनेछ छाङमुन ढोका चाहिँ यल्म्यान ढोका चाहिँ खोल्यो भने यल्दा भने खोल्नु यल्म्यान खोलियो भने चाहिँ छा सोरी त्यही मुने गाडीको आवाजले गर्दा चाहिँ नमु धेरै शीघ्र भयो धेरै चाहिँ हो हल्ला हुन्छ भनेछ त्यसो हो भने भनेर केटीले भने त्यसो हो भने चाहिँ म के गर्छु त खुरम त्यसो हो भने एयरकन खेल के हो सो केटीले के गर्नुपर्ने भयो अब त उसले चाहिँ एयरकन चाहिँ अन गर्नुपर्ने भयो सो उसको एन्सर चाहिँ कति हुन्छ त हेरौँ अब त छाङमुन यल्के सुम्निदा हो त होइन छालको एलजी मासे भनेको छ एलजी मासे भनेको छ होइन 1 नम्बरको मिलेन ल अनि
एक अनुल के अरे एक अनुल ख्याकेसुम्निदा एक चाहिँ अब उसले खोल्नु पर्यो होइन हो सो यहीँ भनेको छ लास्टमा चाहिँ खुरम एक अनुल ख्याकेसुम्दा सो केटीले यो समाज सक्ने बित्तिकै उसले के गर्छ त अब एयरकन चाहिँ भनेको मतलब एयर कन्डिसन क्या एयर कन्डिसन चिसोको लागि चाहिँ अब गर्मी भएको छ थप कुनियो भनेको छ नि गर्मीको लागि चाहिँ एयरकन खोल्नु पर्यो सो 2 नम्बरको राइट एन्सर छ रेडियो चाहिँ खुके सुविधा बन्द गर्छ नि अरे हो त होइन मिलेन तिनको पनि छादुङ छारुल सेवाकै सुविधा के अरे कार चाहिँ पार्क गर्छिन् अरे हो त होइन सो उसले चाहिँ एयरकन चाहिँ के अरे एयरकन भनेको मतलब एयर कन्डिसन भनौँ चाहिँ उसले चाहिँ खोल्ने भइछिन् सो 2 को टक्क मिल्यो ल 25 मा जाउँ त अब 26 मा जाउँ त हामी एकचोटि ल यो जानु चिको मोसुल हाकेसम्म त यसमा पनि केटीले अब के गर्नुपर्ने भयो त भनेको छ ल सुनौँ है त ल 기숙사에 들어가고 싶은데 어떻게 해야 하나요? 지금은 방이 없는데요. 방이 나올 때까지 기다리셔야 돼요. 그래요? 그럼 그때까지 기다릴게요. 그럼 여기에 연락처를 남겨주세요. 방이 나오면 전화해 드릴게요. ल एन्सर फटाफट लाउन सुरु गरिहाल्नु 기숙사에 들어가고 싶은데 어떻게 해야 하나요? 지금은 방이 없는데요. 방이 나올 때까지 기다리셔야 돼요. 그래요? 그럼 그때까지 기다릴게요. 그럼 여기에 연락처를 남겨주세요. 방이 나오면 전화해 드릴게요. ल केटीले अब के गर्नु पर्यो त यो संवाद सकिने बित्तिकै यो कुरा गरिसक्ने बित्तिकै अब केटीले के गर्नुपर्ने भयो त फटाफट एन्सर लाउनुहोस् 1 2 3 4 मा कुन हुन्छ त्यसपछि म फेरि सल्भेन्टतिर जान्छु है त ल किसुक्साए तुरा खागो सिपुन्दे किसुक्सामा चाहिँ म आउन चाहन्छु केटीले यजाले चाहिँ भने यहाँ यजाले किसुक्सामा चाहिँ होस्ट योमा चाहिँ डोर्मेट्री होइन छात्रावासमा चाहिँ आउन चाहन्छु तुरा खागो सिपुन्दे होइन चाहन्छु आउन चाहन्छु अतक्कै यादे के गर्नुपर्छ भनेर चाहिँ केटीले सोधी केटाले चाहिँ अब केटाले के भन्नु त नाम्जाले चाहिँ छिगुमुन अहिले चाहिँ फाङी अब्नुन्दे अहिले कोठा छैन होइन किसुक्सामा कोठा छैन फाङी नाउल्ते काजी कोठा आउने बेलासम्म भन्नु मतलब कोठा आउने भन्दा नाउल्ते भनेपछि आउने बेलासम्म होइन कोठा खाली हुने बेलासम्म चाहिँ भन्ने बुझ्नु है तपाईँले नाउल्ते काजी कोठा चाहिँ खाली हुने बेलासम्म भनेर बुझ्नुहोस् खिदरिसया देहो पर्खिनु पर्ने हुन्छ खिदरिदा भनेको चाहिँ खिदारिदा भनेको चाहिँ पर्खिनु खिदारिसया देहो भनेको चाहिँ पर्खिनु पर्ने हुन्छ भनेको सो केटीले भने अब खुरै हो त्यस्तो हो र भन्छ त्यसो भयो भने चाहिँ खुरम होइन खुत्तै काजी त्यतिखेरसम्म खुत्तै काजी चाहिँ त्यतिखेरसम्म खिदारिल के हो पर्खिने छु अब कोठा छैन त अब पर्खिनै पर्यो अब केटाले के भन्नु त अब खुरम यगी यहाँ चाहिँ यलाक छ भनेको चाहिँ सम्पर्क नम्बर यलाक छ भनेको सम्पर्क चाहिँ नम्बर नाम के जो हो यहाँ चाहिँ छोडिदिनुहोस् या यहाँ लेखिदिनुहोस् भन्न खोजेको क्या यलाक छ भनेको चाहिँ सम्पर्क नम्बर चाहिँ यहाँ छोडिदिनुहोस् फाङी नाओमेन कोठा चाहिँ भयो भने कोठा खाली भयो भने चाहिँ कोठा भइदियो भने चाहिँ छन्वा हे द्रिल के हो फोन गर्नेछु म तपाईँलाई भनेर भने सो अब के गर्नु पर्यो त केटीले फोन नम्बर चाहिँ केटालाई दिनुपर्ने भयो छोडिदिनु पर्ने भयो फोन नम्बर चाहिँ एउटा पेपरमा या कुसमा लेखिदिनु पर्ने भयो ल सो बुदुकसँगै खालगत काथायो खालगत सुम्निदा बुदुङसँग चाहिँ अब रियल इस्टेट एजेन्टमा जानुपर्ने हो त कोठा नभएर होइन किनभने उसलाई त किसुक्सामा आउने हो अर्को कोठा खोज्न खोजेको होइन सो 1 नम्बरको मिलेन है त यस नम्बरको मिलेन फाङल कुख्याङ हालकत काथायो अब कोठा चाहिँ फेरि खोज्नुपर्ने भयो जस्तो छ केटीले हो त यो पछाडि सम्मत पछाडि कोठा खोज्छ त खोज्दिनँ किनभने उसले के भनेको छ त खुत्तै काजी किदारिल के हो भनेको छ नि खुरम खुत्तै काजी किदारिल पर्खिन्छ कोठा खोज्न जाँदिनँ सो 2 को पनि मिलेन आन्जस किदारिल गत काथायो बसेर अब त्यहाँ बसेर कोठा खोज्न के अरे कोठाको लागि सोधेको छ त्यहाँ अब त्यो कोठा भनेको अहिले एकैछिनमा हुन्छ र हुँदैन नि सो आन्जा छ त्यहाँ बसेर चाहिँ किदारिल कता बसेर चाहिँ कुरिने चाहिँ जस्तो छ त छैन किनभने केटाले भनेको छ कोठा छैन भनिसकेपछि अब त्यसो भए कोठा आउन्जेलसम्म चाहिँ तपाईँले पर्खिनुपर्छ भनिसकेपछि चाहिँ कोठा एकै दिनमा आउने होइन एकैछिनमा होइन कुनै समय लाग्छ त्यो भएको चाहिँ आन्जा छ त्यहाँ बसेर चाहिँ रोकिने होइन
त्यो भएको कारणले गर्दा केटाले चाहिँ नम्बर छोडिदिनु भनेको छ नि त। सो 6 नम्बर रोल केटीको फोन नम्बर सम्पर्क नम्बर चाहिँ शुल्कत कथाय हो उसले लेखिदिने जस्तो चाहिँ उसले लेखेर चाहिँ उसलाई दिनु पऱ्यो नि त। अब उसले समाज सकिने बित्तिकै केटीले चाहिँ फोन नम्बर लेखेर चाहिँ दिनुपर्ने भयो। सो 6 नम्बर रोल शुल्कत तिम्निदा उसले चाहिँ लेख्ने जस्तो छ भनेर भनेको छ। सो 26 को पनि कति नम्बर 4 नम्बर चाहिँ राइट एन्सर बोलो। 27 जाइछौँ हामी। 27 तु सारामुन फो ल दुईजना तु सारामुन दुईजना मान्छे चाहिँ तु सारामी फोको इनुन हेरिरहेको चाहिँ साजेनुन फोटो चाहिँ नुगु साजिन हो कसले को साजिन हो। अब त्यो दुईजनाको संवाद हुन्छ फोटोको बारेमा कसको साजिन रहेछ। अब सुनौँ र तपाईँले एन्सर लाउन सुरु गर्नुहोस् है त। 누구 사진이에요? 아이가 아주 귀엽군요. 제 아들 사진이에요. 딸은 없습니까? 네, 아들만 하나 있어요. 누구 사진이에요? 아이가 아주 귀엽군요. 제 아들 사진이에요. 딸은 없습니까? 네, 아들만 하나 있어요. ल नुगु साजिन यो केटीलाई चाहिँ केटाले भनेको कसको फोटो नुगु भनेको कसको साजिन यो फोटो हो भनेर चाहिँ केटाले सोधिरहेछ। आइगा केटा के अरे बच्चा चाहिँ आज अत्याधिक खुयपकुनी हो अति क्युट देखिन्छ त बच्चा त भनेर चाहिँ केटाले सोधिरहेको छ। अनि केटीले के भन्छ यजाले चाहिँ केटीले छे आदिल हैन मेरो छोरा भनेर चाहिँ केटी मेरो छोराको साजिन यो छे आदिल साजिन यो मेरो छोराको चाहिँ फोटो हो भनेर भनिरहेछ। तारुन भनेको छोरी चाहिँ अप्सुम्निका छोरी चाहिँ छैन तपाईँको भनेर चाहिँ केटाले सोध्यो। फेरि ने आदुलमान हाना हिस्सयो मेरो चाहिँ छोरा मात्रै एउटा छ। आदुलमान भनेको छोरा मात्रै हाना एउटा हिस्सयो भनेको छ भनेपछि सो आदुल मात्रै छ भनेपछि केटीको चाहिँ फोटो केटीको बच्चाको केटीको छोराको चाहिँ फोटो हेरिरहेको रहेछ नि त। सो तु सारमुन फोगो नुन साजिनुन यजाए आदुल साजिन हो यसरी लेख्न पनि सकिन्छ है हामीले। ल तर यसमा चाहिँ यो गर्नुपर्छ अप्सनलमा नाम जाए ताल हो त होइन किनभने नाम जाल त सोधिरहेछ कसको फोटो भनेर। यजाए ताल हो त होइन यजाको ताल किन होइन त भने चाहिँ आदुलमा हाना हिस्सा हो होइन भनेर भनिरहेछ। सो उसको त अब ताल त छैन। सो नाम जाए आदुल केटाको छोरा भनेर भनेको छ हो त होइन किनभने केटाले त हेरिरहेछ केटीको फोटो केटीको घरमा या केटीको सँगै बसेर हेरिरहेछ। केटीलाई थाहा छैन त्यो भएको कारणले 3 नम्बर पनि मिलेन। सो यजाए आदुल सो हो यजाए आदुल किन यजाए आदुल किनभने केटीले छे आदुल साजिन हो भनेको छ। सो कसको साजिन रहेछ त यजाए आदुल साजिन हो। सो 4 नम्बरको मिल्यो है त। 28 को हेरौँ है त। अब 28 को पनि नाम जा गा ल हिन्द्र हानुन हिन्दुल्दा भनेको के चाहिँ गाह्रो हुने चाहिँ हिन्द्र हानुन मुन्जेनुन मोसिमनिका केटाले गाह्रो हुने समस्या चाहिँ के रहेछ। अब यहाँ सुनौँ त्यसपछि तपाईँले भट्टाभट एन्सर लाउनुहोस् अनि सल्भिङ पनि गरौँ है त। 자킬 씨, 한국 생활이 어때요? 회사 생활도 재미있고 친구도 많이 생겼어요. 그런데 아직 한국말을 잘 못해서 힘들어요. 자킬 씨, 한국 생활이 어때요? 회사 생활도 재미있고 친구도 많이 생겼어요. 그런데 아직 한국말을 잘 못해서 힘들어요. 그런데 라스트 보겠는데 그런데 아직 한국말을 잘 못해서 힘들어요 भनिरहेछ। ल 남자가 힘들어하는 문제는 무엇입니까? केटालाई अप्ठ्यारो हुने समस्या चाहिँ के रहेछ त। अब भटाभट एन्सर लाउनुहोस् तपाईँहरूले अनि त्यसपछि हामी फेरि चाहिँ यो गरौँ। ल केटीले सोधी छाकिल्सी हाङ्गुक सेङ्गरी अत्तै हो छाकिल्सी तपाईँलाई कोरियाको बसोबास चाहिँ कति छ। हाङ्गुक भनेको कोरिया सेङ्गरी भनेको त्यहाँको बसोबास अत्तै कस्तो छ भनेर भनिरहेछ। नामजा केटाले भन्छ होइसा सेङ्गल त चेमितको होइसाको वातावरण होइसाको बसोबासमा होइसाको काम गर्ने ठाउँमा पनि के छ त जीवनशैली सेङ्गल भनेको जीवनशैली पनि है कम्पनीको जीवनशैली त चेमितको रमाइलो छ। सिङ्गु त माने होइन सिङ्गेस धेरै साथीहरू पनि भइसकेका छन्
तर खुरन्दै भनेको चाहिँ तर आजिक अहिलेसम्म चाहिँ हाङ्गुक मारुल कोरियन भाषा चाहिँ छाल मोत्तेछ कोरियन भाषा चाहिँ मजाले नआएर चाहिँ के चाहिँ हिम्द्रयो केटा मान्छेलाई चाहिँ के रहेछ त समस्या हाङ्गुक माल मारागिदा गा हिम्द्रयो हाङ्गुक माल छाल मोत्तेछ हिम्द्रयो भनेर भनिरहेछ सो अब यहाँ चाहिँ 1 नम्बरको एन्सर त छिङ्गुगा अब्नुनगत काता केटाको लागि के कस्तो छ साथी छ छैन जस्तो छ भनेको छ त हो त साथी छैन त छ नि छिङ्गुगा मानायो भने चाहिँ छिङ्गु त मानी सिङ्गे सयो साथीहरू पनि धेरै छन् होइन सो 1 नम्बरको मिलेन इल्चारिगा अब्नुनगत काता हो काम नभएर गर्दाखेरि अरे हो त होइन किनभने उसको उसले भनेछ होइसा सेङ्गल त चेमितको भन्ने बित्तिकै होइसा सेङ्गल भन्ने बित्तिकै उसको जीवनशैली होइसा कम्पनी पनि हुन्छ भने चाहिँ कम्पनीमा छ काम गरिरहेछ सो 2 नम्बर पनि मिलेन होइसाइरी अर्यवनगत काथयो या अर्यवनगत थियो भनौँ न अब अर्यवनगत अप्ठ्यारो भएको छ कम्पनीको इरी काम चाहिँ अर्यवन अप्ठ्यारो भएको कारणले गर्दा हो त त्यो चाहिँ मुन्जे हो समस्या हो त केटाको होइन के भन्छ होइसा सेङ्गल त चेमितको भनेदेखि त्यस्तो काम चाहिँ अप्ठ्यारो छैन भन्ने बुझ्नु पर्यो हामीले सो हाङ्गुक मारुल कोरियन भाषा चाहिँ छालमोत हानुन गच कोरियन भाषा चाहिँ राम्ररी नआएको कारणले गर्दा चाहिँ त्यसलाई अप्ठ्यारो लागेको हो सो 4 नम्बरको मिल्यो है यसमा 28 ल के लाउनु भएको छु ठिक छ ल अगाडि बढौँ है त 29 नम्बरको ल छिगुम यी नाम जानुन् यो केटा चाहिँ अदि एस इलागो हिस्सा यो केटाले चाहिँ कहाँ गएर काम गर्दै रहेछ भनेर चाहिँ भनौँ है त के अरे सुनौँ है त सुनेर चाहिँ कुरा पत्ता पाऊँ ल 한국에 오기 전에 무슨 일을 했어요? 저는 시골에서 가족과 같이 농사일을 했어요. 한국 공장에서 일을 하는 것은 어때요? 일하기는 어렵지 않지만 한국말을 잘 못해서 좀 힘들어요. 한국에 오기 전에 무슨 일을 했어요? 저는 시골에서 가족과 같이 농사일을 했어요. 한국 공장에서 일을 하는 것은 어때요? 일하기는 어렵지 않지만 한국말을 잘 못해서 좀 힘들어요. ल केटा 지금 अहिले चाहिँ 지금 यी नाम जानुन् केटा चाहिँ अधिएसा इलागो सुब्लिका केमा चाहिँ कहाँ कुन ठाउँबाट चाहिँ काम गरिरहेछ भनेर चाहिँ सोधेको छ प्रश्न ल कन्भर्सेसन सुनिसक्नुभयो तपाईँले त्यही पनि फेरि हामी एकचोटि यो गऱ्यौँ हाङ्गोगे ओगी छने मुसुन इरिल यसै कोरिया आउनुभन्दा चाहिँ मुसुन कुन इरिल कुन काम चाहिँ यसै गर्नुभएको थियो केटाले भनौँ केटीले सोधेको प्रश्नलाई केटाले भन्यो छनुन म चाहिँ सिगोलेछ गाउँ ग्रामीण क्षेत्रतिर चाहिँ खाजो गुवा परिवारसँग काच्छी परिवारसँगै नोङजाङ रेल हेस्सा यो खेतीबालीको काम चाहिँ गर्थेँ म खेतीबाली किसानको काम चाहिँ गर्थेँ म भनेर भन्नु केटाले अब केटीले सोधि फेरि हाङ्गु खोङजाङ हेर्छ कोरियन कम्पनीबाट इलानुन गसी अत्ते हो कोरियामा काम गरेको कोरियन कम्पनीमा काम गर्न चाहिँ कस्तो लागिरहेछ भने चाहिँ केटीले सोधि भनेपछि पक्कै पनि केटा चाहिँ अहिले कोरियन कम्पनीमा काम गरिरहेछ खोङजाङमै काम रहेछ सोधिरहेछ सो इल हागिनुन अरेब्ची आन्चिमान काम गर्न चाहिँ त्यति गाह्रो छैन तर हाङ्गुक मारुल होइन कोरियन भाषा चाहिँ छालमत हेर्छ कोरियन भाषा चाहिँ मजाले नआएर छ सुकुम निन्द्र अलिक गाह्रो छ है त सो के भएर चाहिँ गाह्रो रहेछ त कोरियन भाषा चाहिँ गाह्रो रहेछ तर क्वेसनमा के सोधेको छ कहाँ काम गरिरहेको छ कहाँ काम गरिरहेको छ त उसले भनेछ केटीले सोधेको प्रश्न छ नि त हाङ्गुक खोङजाङ हेछ भने चाहिँ कम्पनीमा काम गरिरहेछ बुझ्यौँ है त यी नाम जानुन् छिगुम हाङ्गुक नोङजाङ हेछ हाङ्गुक खोङजाङ हेछ यी लागो इसयो भने चाहिँ एन्सर छ हामीले अब यहाँ अब्जेक्टिभ पनि छ नोङजाङमा खेतीबालीमा काम गर्छ अहिले होइन नोङजाङमा होइन खोङजाङमा कम्पनीमा हो किनभने यहाँ हाङ्गुक खोङजाङ हेछ भनेर सोधे इलानुन गसी अत्ते भनेर सोधेको थिएँ त्यो ल ठिक छ ल 1 2 नम्बरको एन्सर राइट साइडसम्म सिक्ताङ रेस्टुरेन्टमा हो होइन ल
स्वेच्छाजाङ भनेको चाहिँ कार वास सेन्टरमा हो त होइन, त्यो भएको कारणले चाहिँ 2 नै मिल्यो। ल छिटो गरौँ। 30 नम्बरको सुनौँ हामी। ल नाम्जा ए थेयान इयागिरो माझी आनन्द गसिल मसिमनिका। ल यसमा चाहिँ महत्त्वपूर्ण के छ, माझी आनन्द गसी यस्तो कुराहरू चाहिँ ख्याल गर्नु है। यो क्वेसन चाहिँ नमिल्ने कुरा, सबै मिल्छ एउटा नमिल्ने कुरा हुन्छ, त्यो छान्नु पर्यो है त। ल 30 नम्बरको सुन्नुहोस्। 저는 내년에 한국에 일하러 갈 거예요. 어떤 일을 할 건데요? 큰 배를 만드는 일을 할 거예요. 살 집은 구했어요? 아니요. 공장에 기숙사가 있어서 거기서 살 거예요. 저는 내년에 한국에 일하러 갈 거예요. 어떤 일을 할 건데요? 큰 배를 만드는 일을 할 거예요. 살 집은 구했어요? 아니요. 공장에 기숙사가 있어서 거기서 살 거예요. ल अब केटामा नमिल्ने यो कन्भर्सेसनमा केटासित नमिल्ने कुरा चाहिँ छान्नु पर्यो। माझी आनन्द गर्दै नमिल्ने कुरा चाहिँ मिल्नु पर्यो। 1 नम्बरमा हेरौँ। अब 1 नम्बरको क्वेसन हेर्दै यता पढौँ है। अब त निर्णय हाङ्गुके खागे सुविधा अर्को वर्ष चाहिँ हाङ्गुके जान्छ भनेर भनेको छ हो त। निर्णय छन् हुन् निर्णय हाङ्गुके खागे हाङ्गुके इलाहार खागे सुविधा खाल कयो भनेर भनेको छ। सो हो त, यो 1 नम्बरको मिलो होइन। अर्को वर्ष जान्छ अरे कोरिया, मिलो। 1 नम्बरको मिलो। 2 नम्बरको हेरौँ। अब फे मान्द्रुन इल हागेस सुम्निदा कम्पनीमा चाहिँ के काम गर्छ त्यसले, फे मान्द्रुन यहाँ भनिरहेको छ। अतन इरुल हालकन्दे हो कस्तो काम गर्नुहुन्छ भन्दा चाहिँ फेरुल मान्द्रुन इरुल हालकयो भनेपछि यो ठिक छ, यो पनि मिलो होइन, यो पनि मिलो। तर हामीले छान्नुपर्छ माझी आनन्द नमिल्ने कुरा चाहिँ है त। ल खोङजाङ किसुक्सा एस सालके सुम्दा खोङजाङको कम्पनीको चाहिँ किसुक्सा एस सालके सुम्दा। अनि उसले भनेको थियो नि त ल साल छिबुन खुएसयो बस्ने कोठा चाहिँ या घर चाहिँ तपाईँले चाहिँ खोजिसक्नुभयो त भनेर चाहिँ होइन, पर्दैन। के भन्छ खोङजाङ एस किसुक्सागा इसास खगिएस साल कयो त्यहाँ बस्नेछु भनेर भनेको छु, यो पनि मिलो। खोङजाङ किसुक्सा ए साल कमिदा त्यहाँ चाहिँ बस्छ। अब खोङजाङको कम्पनीको चाहिँ किसुक्सामा। ल फेरुल थागो हाङ्गुके खागे सुम्दा। फेरुल थागो हाङ्गु मिलो त मिलेन। ऊ त फेरुल मान्द्रुन खोङजाङ यसो इलहागे सुम्निदा चाहिँ हुन्छ नि। फे बनाउने कम्पनीमा चाहिँ काम गर्ने हो। त्यसैले चाहिँ यो मिलो। क्वेसनको एन्सर चाहिँ मिलो। यो चाहिँ किनभने सोधेको छ माझी आनन्दगत, सो यो चाहिँ माझी आनन्दगसुल नाम जग्गा फेरुल थागो हाङ्गुके खागे सुम्दा चाहिँ ठक्क मिलो। किनभने यो चाहिँ यहाँ छैन। फे मान्द्रुन खोङजाङ यसो इलहाल्कम निदा चाहिँ हो है त। ल सो 4 नम्बरको मिलो यसमा एन्सर। ल 31 को सुनौँ है त। ल 여자에 대한 설명으로 맞는 것이라 यो चाहिँ मिल्ने कुरा सुनौँ अब। 아침에 몇 시에 일어나세요? 6시에 일어나요. 그렇게 일찍이요? 회사에 일찍 출근해야 해요? 아니요. 출근 시간은 9시인데 오전 7시부터 8시 반까지 학원에서 컴퓨터를 배우거든요. 아침에 몇 시에 일어나세요? 6시에 일어나요. 그렇게 일찍이요? 회사에 일찍 출근해야 해요? 아니요. 출근 시간은 9시인데 오전 7시부터 8시 반까지 학원에서 컴퓨터를 배우거든요. ल केटीसित चाहिँ मिल्ने यजाए ध्यान सल्मिरो मिल्ने कुरा चाहिँ माजुन गसिल खुरु सिप्छ्यो। मिल्ने कुरा चाहिँ केटीसित चाहिँ मिल खाने कुरा चाहिँ हामीले यो गर्नु पर्यो।
ल केटाले के सोधेको छ ल आछिमे मेसिए बिहान चाहिँ आछी भनेको बिहान मेसिए भनेको कति बजे चाहिँ इरेनासेयो कति बजे उठ्नुहुन्छ भनेर सोधिरहेको छ केटाले के भन्छ यससिए के अरे इरेन आयो बिहान 6 बजे उठ्छु अनि केटाले के भन्छ खुरके इल्चिक हो त्यति छिटो त्यति चाँडो भनेर सोध्छ भने होइसा ए इल्चिक छुल्कुन हे हो त्यति छिटो चाहिँ कम्पनी जानुपर्छ भनेर केटाले सोधिरहेको छ होइन अनि यो छुल्कुन सिगानुन आपसिन्दे कम्पनी प्रवेश गर्ने कम्पनी जाने समय चाहिँ कति बजे 9 बजे ओजन कति इल्गोप्सी बुथ यससी फान यदल्सी फान काजी चाहिँ के अरे 7 बजेदेखि 8 बजेसम्मको चाहिँ उसको चाहिँ के छ हाकवने छ ट्रेनिङ सेन्टर भनौँ न कम्प्युटर क्लास या क्लासबाट चाहिँ पढ्ने ठाउँबाट चाहिँ के चाहिँ कम्प्युटर रोल फेउ कदुनी हो म कम्प्युटर सिक्छु नि त इल्गप्सी त यदल्सी फान काजी चाहिँ 1.5 घन्टा चाहिँ पढ्दै रहेछ त्यो भएको कारणले गर्दा चाहिँ अब यो मिल्ने कुरा के छ माजनुन गसुल यहाँ चाहिँ सलमान र माजनुन गसुल भनेको चाहिँ मिल्ने कुरा चाहिँ नालमा दा हरेक दिन ओजन इल्गप्सिए इरेनाम निदा बिहान हरेक दिन चाहिँ इल्गप्सी बिहान 7 बजे चाहिँ उठ्छ अरे हो त होइन किनभने चाहिँ एसएससिए इरेनाम निदा भनेर भनिसकेको छ मिलेन एकको कम्प्युटर मान्द्रन इरेल हागो इस्युनिदा केटी कम्प्युटर बनाउने काम गर्छ त होइन कम्प्युटर त सिक्छ कम्प्युटर चाहिँ हागोने छ कम्प्युटर रोल फेउल गयो भनेको चाहिँ फेउल कदुनी हो म कम्प्युटर क्लासेस सिक्छु नि त भनेर भनिरहेको छ सो कति नम्बर यो चाहिँ मिल्यो त काम गर्ने हो त होइन सिक्ने चाहिँ उसले दुईको पनि मिलेन ओजन बिहानको इल्गोप्सी काजी होइसा ए छुल्कुन हे हामीले त बिहान 7 बजीसम्म चाहिँ क्लास जानु के अरे होइसा कम्पनीमा जानुपर्छ भनेको हो त होइसा छुल्कुन सिगानिन कति बजे आउप्सिन्दे भनेको चाहिँ 9 बजे सो तिनको पनि मिलेन ल अर्को 4 हेरौँ छुल्कुन छ भने कम्पनी प्रवेश गर्नुभन्दा अगाडि हागवने छ कम्प्युटर के अरे हागवन के अरे एकाडेमीबाट पढ्ने ट्रेनिङ सेन्टरबाट चाहिँ कम्प्युटर रोल फेउ निदा कम्प्युटर क्लास चाहिँ सिक्छिन् हो कम्प्युटर क्लास सिक्छु भनेको छ सो किन चाहिँ इल्गप्सी फानबुत यदल्सी इल्गप्सी बुत यदल्सी फानकाई चाहिँ हागवने छ कम्प्युटर फेउ निदा भनेको चाहिँ फेल गर्दैन यो भनेर भनेको छ सो 4 नम्बरको मिलो 32 को सुन्नु ल यो जानुन चिगु महसुल हारिएको हामीका केटी चाहिँ अहिले के गर्नुपर्ने भयो त अब सुनुमा अब है त छिट्टो एन्सर पनि लाउँदै गर्नुहोस् 아저씨, 극장 앞에 차를 세워도 돼요? 아니요. 극장 앞에는 주차하면 안 돼요. 주차장은 지하에 있어요. 주차장에 차를 세우면 요금을 내야 해요? 아니요. 안 내도 돼요. 아저씨, 극장 앞에 차를 세워도 돼요? 아니요. 극장 앞에는 주차하면 안 돼요. 주차장은 지하에 있어요. 주차장에 차를 세우면 요금을 내야 해요? 아니요. 안 내도 돼요. ल के रहेछ त यजा सिकुम यजानु महसुल हारेका हुँदा अब केटीले के गर्नुपर्ने भयो त यो संवाद पछाडि चाहिँ उसले चाहिँ अब सुनौ अब एकचोटि यो पनि हेरौँ र आजसी केटीले भन्छ आजसी कुकजाङ हाफे फिल्म हल या यो सिनेमा हल अगाडि चाहिँ छारुल सेवा त थियो कार पार्क गर्दा पनि हुन्छ भनेर भनेर सोधिरहेको छ केटीले केटाले के भनिन्छ आनी होइन हुँदैन कुकजाङ आफेनुन फिल्म हल अगाडि चाहिँ ल चुच्चा हामी हान्दै हो फिल्म हल अगाडि चाहिँ चुच्चा हामी होइन कति के अरे कार पार्किङ गऱ्यो भने हान्दै हो हुँदैन कार पार्किङ गर्न हुँदैन भन्छ ल चुच्चा जाङ हुन् कार पार्किङ सेन्टर चाहिँ कार पार्किङ गर्ने ठाउँ चाहिँ छिया भनेको अन्डरग्राउन्ड है छिया भनेको चाहिँ अन्डरग्राउन्डको बेसमेन्ट तल बेसमेन्टको ठाउँमा छ छिया इसयो भनेर भनेको छ केटाले ल अनि केटीले के भन्छ चुच्चा जाङ चुच्चा जाङमा कार पार्किङ ठाउँ गर्ने ठाउँमा चाहिँ
कार पार्किङ छारुल सेउम्यान कार पार्क गर्यो भने योगुमुल न्या हे योगुम भनेको चाहिँ फी रकम हैन त्यहाँ चाहिँ तिर्नुपर्छ पर्दैन भनेर न्या हे हो तिर्नुपर्छ पर्दैन कार पार्किङको चार्ज भनेर भनिरहेछ केटीले अनि केटाले के भन्छ आनी हो आन्ने त थियो तिर्नु पर्दैन भनेछ सो अब केटीले के गर्नु छ केटीले के गर्नुपर्ने छ अब छिटो छिटो हेरौँ ल छादङ छारुल सारेको हामी त होइन केटीले कार किन्ने हो त होइन छादङ छारुल सेउरेको हामी त हो कार पार्किङ गर्छ उसले कति कहाँ लगेर छिया त अन्डरग्राउन्डमा लगेर छिया छजाङमा लगेर ट्याक्सी रोएको मूल नेरेगा हामी त हो त ट्याक्सीको फी तिर्ने हो त होइन मिलेन ल चुच्चा योको मूल नेरेगा हामी त कार पार्किङ गरेको पैसा दिन्छ त उसले होइन उसले के गर्छ त छादङसा पार गर्छ ल 32 को लट भयो 33 को पनि सुनिजाम हामी नाम जानुन 지금 무엇을 하고 있습니까? 수능 무슨 노래를 듣고 있어요? 한국 드라마 대장금에서 나온 노래를 듣고 있어요. 참 좋지요? 네. 노래가 드라마하고 잘 어울리는 것 같아요. 무슨 노래를 듣고 있어요? 한국 드라마 대장금에서 나온 노래를 듣고 있어요. 참 좋지요? 네. 노래가 드라마하고 잘 어울리는 것 같아요. ल नाम जानुन केटाले चाहिँ चिगु मोसुल हागो सुन्निका के गरेको छ यहाँ केटीले सोधेको छ ल मोसुन नोरेरुल थुत्कै छ भने चाहिँ उसले चाहिँ गीत सुनिरहेछ नाम जानुन चिगुमुन नोरेरुल थुत्कै छयो अनि केटाले के भन्छ हाङ्गुक ड्रामा कोरियन ड्रामा चाहिँ थेजाङकुम भनेको चाहिँ एउटा चाहिँ ड्रामाको नाम है ल ट्रेली सिरियल ड्रामा भन्नु नि ड्रामाको नाम हो ड्रामा त्यसमा नाउन नोरेरुल थुत्कै छयो त्यो ड्रामामा आउने गीत चाहिँ सुनिरहेछ छाम छुच्ची यो धेरै राम्रो छ नि होइन त भनेर इजन्ट इट भनेर क्या क्वेसन ट्यागको क्वेसन जस्तै हो ने भन्छ हो नोरेगा दुरामा हागो छाल अलिङ्गत काथायो हो केटीले भन्छ हो राम्रो छ यो एकदम राम्रो ड्रामा चाहिँ गीतसित एकदम मिल्ने छ जस्तो भनिरहेको छ सो उमागोल केटाको चाहिँ के गरिरहेको रहेछ त ड्रामाहरू उमागोल थुत्कै छ ड्रामा सुनिरहेछ अलिक छिटो भयो भने या केही भयो भने भन्नुहोस् र सक्दो सेयर गरिदिनु होला साथीभाइहरू सबैलाई सेयर गरिदिनु होला र पछि पनि यस्तै भिडियो र आउने क्लासमा चाहिँ तपाईँहरूलाई युबिटीको सेटहरू पनि दिने नै छु परीक्षालाई एकदम कमान्डो क्लासको स्पेसल बनाइदिने नै छु सधैँ यो भिडियोहरूलाई चाहिँ सेयर गरिदिनु होला धेरैभन्दा धेरै साथीभाइहरूमा चाहिँ उन्दुङ ल अब 2 नम्बरको उन्दुङुल हागो सिम्निका हो त होइन उमाकै थुत्को यो ठिक छ राइट ल नोरेरुल फुरुगो सिम्निदा गीत गाइरहेको छ होइन मिलेन तिन पनि मिले हाङ्गुक छेगुल इल्गो शब्द मिल्यो त कोरियन किताब पढेको छ होइन मिलेन यो पनि ल 44-34 मा जामला यी खोङजाङ हेछ यो कम्पनीबाट चाहिँ इल हानुन वैगेकुन मोदु म्याम्याङका यो कम्पनीबाट चाहिँ काम गर्ने जम्मा कतिजना छन् अरे ल सुनौँ है त्यसलाई छिट्टो सुनौँ ल 한국에서 무슨 일 하세요? 장갑을 만드는 공장에서 일해요. 그 공장에는 직원이 모두 몇 명 있어요? 4명 있어요. 3명은 외국 사람이고 1명은 한국 사람이에요. 한국에서 무슨 일 하세요? 장갑을 만드는 공장에서 일해요. 그 공장에는 직원이 모두 몇 명 있어요? 4명 있어요. 3명은 외국 사람이고 1명은 한국 사람이에요. सो क्वेसनले के छ यी खोङजाङ छ यो कम्पनीबाट चाहिँ इलाहानुन वैगेकुन मोदु मेमेनिका जम्मा कतिजना छन् भनेर सोधिरहेछ सो यहाँ केटाले के भन्छ हाङ्गु केसा मुसुन इरिल हासयो केटीले सोधि केटाले भन्छ कुन कम्पनी के काम गर्नुहुन्छ भनेर केटीले सोधि अब केटाले भन्छ छाङ्गाबुल पन्जा बनाउनु छाङ्गा भनेको पन्जा मान्द्रिनुन खोङजाङ एसा इलेयो पन्जा बनाउने कम्पनीबाट काम गर्छु भन्छ खु खोङजाङ हेर्नु त्यो कम्पनीमा चाहिँ छिगनी मोदु मेमेन इस्सयो मेमेङ इस्सयो कतिजना छन् त्यहाँ जम्मा चाहिँ कामदार भनेको छ होइन
नेम्याङ 있어요 भनेपछि 4 जना छन् जम्मा भएर हैन 세명은 한국 외국인 사람이고 외국 사람 भनेपछि यही आए अनुसार 한국 외국인 사람 모두 몇 명입니까? 3명입니까? है त सो 3명이면 त 한 명은 한국 사람이에요 एकजना चाहिँ कोरियन मान्छे छ अरे सो हाम्रो डाइरेक्ट 3 नम्बरको मिलेको एन्सर ल अर्को नेक्स्टमा गइजाम है हामी त 외국 사람 3명 ल 35 नम्बरको सुनि नाम जानु 어떻게 하겠습니다 केटाले के गर्नुपर्छ भनेर चाहिँ भनेको सर सुनिजाम र एन्सरलाई जाम 실례합니다. 공중전화가 어디 있습니까? 이 건물 안에는 없어요. 건물 밖으로 나가도 근처에는 공중전화가 없을 거예요. 제 휴대전화를 빌려드릴까요? 아, 정말 감사합니다. 실례합니다. 공중전화가 어디 있습니까? 이 건물 안에는 없어요. 건물 밖으로 나가도 근처에는 공중전화가 없을 거예요. 제 휴대전화를 빌려드릴까요? 아, 정말 감사합니다. ल नाम जानिनु जिगम 어떻게 하겠습니다 अब के गर्नु पर्यो त पहिले सम्मा सुनिन्छौँ न नामजाले भनेको 실례합니다 एक्सक्युज मी 홍정 전화가 어디 있습니까 पब्लिक टेलिफोन चाहिँ कहाँ छ भनेर चाहिँ केटाले सोधिरहेछ है त यजाले केटीले के भन्छ यी खनमुल आनेन अप्सयो यो बिल्डिङभित्र चाहिँ छैन खनमुल फाकुरो नागा तो यो बिल्डिङबाट बाहिर गयो त खुन्जए हैन खोङजुङ छनुवागा अप्सुल गयो छैन यो अरूको कम्पनीको बाहिर गयो पनि छैन त्यसो भएपछि अब उसले के भने रिक्वेस्ट पनि गरे के अरे अफर पनि गरे भने केटीले अब छे युदे छनुवारुल फिर्यादुरुल कायो तपाईँलाई मेरो मोबाइल फोन चाहिँ एकछिनको लागि चाहिँ दिउँ त फिलिदा भनेको सापडिदिनु या एकैछिन कसैको सामान चाहिँ चलाएर फेरि फिर्ता गर्नको लागि चाहिँ भनेको छ केटीले भने म तपाईँ मेरो मोबाइल चलाउन सक्नुहुन्छ भनेर भने ल केटा चाहिँ अब खुसी हुँदै सङ्माल खामसामले साँच्चै धन्यवाद भनेर भने सो अब के त केटाले के गर्ने भयो त युद्धे छैन रुल सागे सुन्दा किन्छ त हुँदैछ होइन मिलेन किन्ने होइन केटीको मोबाइल चलाउँछ अब मेबी केटीको मोबाइल चलाएर चाहिँ फोन गर्छ यो चाहिँ युद्धे छनुवा रुल सायङ हागे सुम्निदा केटीको फोन चाहिँ प्रयोग गर्छ ल यो चाहिँ केटीको हिन्दे फोन छनुवा रुल सायङ हागे सुम्दा केटीको फोन चाहिँ प्रयोग गर्छ खनमुल फाके यसो खोङजुङ छनुवा रुल छागे सुम्नेदा केटाले चाहिँ बाहिर गएर खोज्छ त खोज्दैन किनभने केटीले चाहिँ मेरो हिन्दी पनि चलाऊ भनिसकेको छ त्यो भएको कारणले त्यो 3 नम्बर मिलेन यजा आएगे युद्धे छनुवारुल फिर चुगे सुम्दा केटीलाई चाहिँ यो के अरे मोबाइल फोन चाहिँ सापट दिन्छ त होइन केटीको चाहिँ मोबाइल चाहिँ लिन्छ यो चाहिँ एगेछ चाहिँ है ल सो 2 नम्बर मिल्यो 3 नम्बर मिल्यो ल 36 सुनिजम छिट्टो है त ल नाम जाए किसिक्सा के अरे सेङ्गल एस फुलपेन हानुन गसेन मोसिम्निचा केटालाई चाहिँ किसुक्सामा अप्ठ्यारो भएको कुरा के रहेछ सुनिजाम र एन्सरलाई जाम है त अलिक छिटो 40वटै सक्नुको लागि छिटो गरेको 어디에서 살아요? 공장 기숙사에서 살고 있어요. 일하는 곳이 가까워서 편리하겠네요. 기숙사는 어때요? 음식을 만들어 먹을 수 있는 곳도 있고 휴게실도 따로 있어서 참 좋아요. 그런데 방이 좀 좁아요. 3사람이 같이 쓰고 있거든요. 리키 씨는 어디에서 살아요? 공장 기숙사에서 살고 있어요. 일하는 곳이 가까워서 편리하겠네요. 기숙사는 어때요? 음식을 만들어 먹을 수 있는 곳도 있고 휴게실도 따로 있어서 참 좋아요. 그런데 방이 좀 좁아요. 3사람이 같이 쓰고 있거든요. ल केटालाई चाहिँ अप्ठ्यारो हुने कुरा चाहिँ के रहेछ त यो बसोबासमा चाहिँ अब सम्वाद हेरौँ त एकचोटि सर र ल लिखिसिनु अदिए
सारायो केटीले सोधे त लिकेसी तपाईँ कहाँ बस्नुहुन्छ भनिन्छ केटाले बिचारा खोङजाङ किसुक्सा आएछ सालको हिस्सा यो कम्पनीको चाहिँ किसुक्साबाट चाहिँ म किसुक्सा चाहिँ बसिरहेको छु भने है त केटीले भन्छ इल हानुन कोसी खाक्का बस फ्यान्डी हागेस सिम्निका हागेस स्नेह कम्पनीको काम गर्ने ठाउँ चाहिँ नजिक भएर चाहिँ यो के अरे सहज भइरहेको छ नि है भनेर भन्छ किसिक्सा नुन अते हो किसिक्सा चाहिँ कस्तो छ त्यहाँको डोर्मेट्री त्यहाँको चाहिँ छात्रावास चाहिँ कस्तो छ भने केटीले चाहिँ अलिकति छिटो छिटो गर्दा अलिकति प्रोनाउन्सिएसन अलिकति यो हुन्छ त्यसमा चाहिँ यो कम्प्रोमाइज गर्नु होला केही कुराहरू बुझ्नु र केही छ भने कमेन्ट गर्नु होला नबुझेको कुरा र अलिक छिटो सक्नको लागि मैले यो गरेको हो र बिस्तारै तपाईँहरूलाई पुरा सेटको पनि सल्भिङ गर्नेछु सेटहरू पनि फ्री दिनेछु टाइम टु टाइम त्यो क्लासमा चाहिँ सधैँ आउनुहोस् र सेयर चाहिँ गरिदिनुहोस् जतिसक्दो उम्सिगुल मान्द्रो ल केटाले भनौँ उम्सिगुल मान्द्रो ल मान्द्रो मग्नुनको मगुल्सी इन्नुन कोस्तो इसको भनेपछि चाहिँ चुबाङ छ रहेछ त्यहाँ चाहिँ किचन रहेछ है चाहिँ युगेसिल त तारो हिस्सा छ छाम छुवायो युगेसिल पनि रेस्ट रुम चाहिँ पनि छुट्टै भएर पनि राम्रो छ भनेर भनिरहेछ खुरन्दे तर फाङी चोगुम चोबायो कोठा चाहिँ अलिकति सानो छ चोप्दा भनेको चाहिँ अलिकति सानो हुनु है सेसारामी त्यो तिनजना चाहिँ काची सुगो सुगो कदुन हो तिनजना चाहिँ सँगै बस्नु परेको छ नि त्यो भएर चाहिँ भनेको सो के चाहिँ कोठा चाहिँ सानो भएर चाहिँ फाङी चोबा छ सो एक नम्बरकै मिलो है अहिले सब एक नम्बरको मिलो युगेसिली अप्स छ युगेसिल छ भनिरहेको छ है त युगेसिली छ फेरि राम्रो भएको छ भनिरहेछ फाङी के थाजे आना छ कोठा चाहिँ राम्रो नभएर होइन त मिलेन यो राम्रै छ सबै ठिक छ भने चाहिँ उम्सिकुल मान्द्रुचु इन्नुन कोसी अप्सा छ होइन किनभने यहाँ भनेको छ उम्सिगुल मान्द्रु छ बङ्गुचु इन्नुन कोस्तो इसको भनेर भनिरहेछ सो एक नम्बरकै मिल्यो है त ल 37को पनि छिटो यो जग्गा नाम जाएकै चुन गसुल मौसिमनिका केटाले चाहिँ केटीले चाहिँ केटाले दिएको कुरा के रहेछ सुनिजाम 안녕하세요. 처음 뵙겠습니다. 김지수라고 합니다. 안녕하세요. 만나서 반갑습니다. 제 이름은 이영수입니다. 앞으로 잘 부탁드립니다. 여기 명함에 제 전화번호가 있습니다. 연락하실 일이 있으시면 이쪽으로 전화하시면 됩니다. 안녕하세요. 처음 뵙겠습니다. 김지수라고 합니다. 안녕하세요. 만나서 반갑습니다. 제 이름은 이영수입니다. 앞으로 잘 부탁드립니다. 여기 명함에 제 전화번호가 있습니다. 연락하실 일이 있으시면 이쪽으로 전화하시면 됩니다. ल यजाले चाहिँ केटीले चाहिँ केटालाई के दिन्छ त ल के दिन्छ केटीले भन्छ आने आसे यो छौम फोकेसुम्निदा पहिले धेरै फोकेसुम्निदा खिम्ची सुरागो हामीदा ल खिम्ची सुरागो चाहिँ भन्छन् के मलाई भनेर चाहिँ यजाले भनिरहेको छ केटीको नाम चाहिँ खिम्ची भन्दा रहेछ खिम्ची सुरागो हामीदा भनेर भनेको चाहिँ केटी हो म खिम्ची हो म भनेर चाहिँ केटाले भन्छ आने आसे यो माना सफाङ्ग सुम्निदा भेटेर खुसी लाग्यो छे हिरुमुन मेरो नाम चाहिँ यङसु हिम्निदा मेरो नाम चाहिँ यङसु हो आपुरो छाल पुदाक तिर्मिदा मलाई चाहिँ अगाडि चाहिँ सहयोग गर्नुहोस् हेल्प गर्नुहोस् होइन अगाडि चाहिँ सहयोग एकापास सहयोग गरौँ भन्न खोजेको छाल पुदाक तिर्मिदा भनेको चाहिँ यगी म्याङहामे केटीले भने यगी म्याङहामे छे छनौ बनाएका सुम्निदा यहाँ चाहिँ मेरो 6 नम्बर छ म्याङहामे भनेको भिजिटिङ कार्डै छ यसले हासिल 연락 하실 일이 있으면 이쪽으로 전화해서 전화하시면 됩니다. 먼저 भनेको छ सो के दिएको छ म्याङा भिजिटिङ कार्ड दिएको छ सो कति नम्बरको एक नम्बरको मिल्यो यहाँ म्याङामै मिल्यो साजिन फोटो दिएको होइन भिजिटिङ कार्ड दिएको स्विच अफ डायरी पनि दिएको होइन हैन ल छनवागी फोनको यो पनि दिएको होइन फोन पनि दिएको होइन त्यो भएको नामले एक नम्बर मिल्यो छिटो छिटो गरेर हामीसँग यगी यजानु मुअसुल हारिएको हामीका ल 38 नम्बरको सुनौँ 이번 주말에는 집을 알아보러 가야 해요. 왜요? 이사하려고요? 네. 지금 사는 집에
계약 기간이 끝나서요. 1년 더 살 수 없어요? 1년 더 살 수 있지만 월세가 많이 올라서 싼 집을 알아보려고요. 이번 주말에는 집을 알아보러 가야 해요. 왜요? 이사하려고요? 네, 지금 사는 집의 계약 기간이 끝나서요. 1년 더 살 수 없어요? 1년 더 살 수 있지만 월세가 많이 올라서 싼 집을 알아보려고요. ल अब के गर्छ यो जग्गा महसुल हारेको हामीले के गर्नुपर्ने भयो त केटीले चाहिँ अब ल सुन्नु फेरि एकचोटि यो चाहिँ हेरौँ इभन छुमालेनुन छिबुल आरे फोरेको आरा फोरो बस्ने छिप चाहिँ घर चाहिँ बुझ्नको लागि चाहिँ खाया हेउ जानुपर्ने छ होइन यो सप्ताहन्तमा चाहिँ केटाले भन्छ किन इसा हारेको यो के बसाइ सर्ने हो र भनेर केटाले सोध्छ फेरि केटीले के भन्छ ने हो चिगुम सानो छिबी ख्याक किगाने कुन्नासे हो अहिलेको बसिरहेको घरको चाहिँ सम्झौता सकिँदैछ इलियन भनेर भने केटाले के भन्छ इलियन त साल्छु अप्सयो अरू 1 वर्ष बस्नु सकिँदैन भनेर केटाले सोच्यो केटाले सोध्दैपछि केटीले के भन्छ इलियन त साल्छु इच्छीमा 1 वर्ष बस्नु त सकिन्छ तर के भयो त होलसेगा भाडा चाहिँ त्यहाँको महिनाभरि भाडा चाहिँ माने ओर्ला सब धेरै बढेर चाहिँ सानछिबुरो आएर परेको हो बस्ने घर चाहिँ होइन किन्नुपर्ने घर या त्यो बस्नुपर्ने घर चाहिँ अब सस्तो खाले सान भनेको चाहिँ सस्तो खाले चाहिँ घर चाहिँ खोज्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ के गरेछ यो चुमाले चाहिँ जाने रहेछन् होइन बाहिर चाहिँ हुन्न रुमहरू हेर्न त्यो भएको कारणले गर्दा के रहेछ त इसा हारेको हामी कहाँ अब के गर्छ त केटीले इसा हारेको हामी त हो कि त्यो जान्छ बसाइ सर्ने हो त अब बसाइ सर्ने तर चाहिँ के अरे बसाइ सर्नको लागि कोठा युज गर्नको लागि चाहिँ अब केटीले चाहिँ जाने हो होइन यो चाहिँ महसुल हारेको हामी कहाँ इसा हारेको हामी कहाँ अब चाहिँ बसाइ सर्ने हो ल 1 नम्बरको मिल्यो अहिलेसम्म चाहिँ थोनुल छाजुरहेको हामी त हो त पैसा खोज्ने हो भनेको होइन ल त्यो मिलेन छिजिरहेको घर बनाउने हो त होइन खोइङरो थोरा खारिएको हामी त केटी चाहिँ अब घर जान्छ त क्रिकेट जान्छ ख्याक कुना भइसकेपछि चाहिँ होइन त्यो भएको कारणले गर्दा अब मिल्ने कुरा चाहिँ के भयो त इसा हारेको हामी त इसाहरू हारेको हामी त ल 1 घन्टामा सक्नु पर्यो भनेर म छिट्टै गरेँ तर सकिनँ ठिकै छ अब यो अलिकति बढी नै भयो ल 39को पनि एकचोटि हेरिजाउँ 39को सुन्नुहोस् त ल 내 휴대전화가 어디 있지? 가방 안에 없어요? 네, 없어요. 주머니에도 없고. 아까 식당에서 밥을 먹고 놓고 온 것 아니에요? 그런 것 같아요. 먼저 사무실에 들어가세요. 저는 식당에 가볼게요. 내 휴대전화가 어디 있지? 가방 안에 없어요? 네, 없어요. 주머니에도 없고. 아까 식당에서 밥을 먹고 놓고 온 것 아니에요? 그런 것 같아요. 먼저 사무실에 들어가세요. 저는 식당에 가볼게요. ल अलिक छिटो सक्नको लागि चाहिँ मैले अलिक हतार चाहिँ अब बिस्तारै नै गर्छु अब हात्तिन्न 39 नम्बरको नाम जानुन् अतक्कै हागेसम्म त अब केटाले के गर्नु पर्ने भयो त अब त यो सुनिसकेपछि अब यहाँ उत्तर तपाईँले भटार लाउनुहोस् र म फेरि सल्मिङ गर्ने नै छु केटाले भन्छ भन्नुपर्दा उस्तै एक्सक्लामेसन चाहिँ यो छक्क पर्नु या यो भयो हुनु क्या चोकिनु भन्छ नि भने उस्तै नि ने हिउँदै छनुवागा अधि जियो मेरो फोन कता गयो मलाई सोधिरहेको छ केटाले भन्छ खाबाङ आने अप्सयो
झोलाभित्र छैन भनेर चाहिँ केटीले भने सोधी केटाले नि अप्सयो छैन छुमनी यतो अपको गोजीमा पनि छैन छुमनी भनेको गोजीमा पनि छैन भनेर भन्छ आक्का सिक्ताङ छ अहिले भर्खरै चाहिँ अघि भर्खरै चाहिँ रेस्टुरेन्टमा चाहिँ खाना खाने ठाउँमा चाहिँ फाबुल मकको खाना खाएर चाहिँ नगो उन्गत काट भनेपछि त्यहीँ छोडेर चाहिँ हानियो नगो उन्गत हानियो त्यहाँ छोडेको जस्तो छैन त्यहाँ राख्नुभएको जस्तो छ होइन र भनेर त्यसले सोधी केटीले चाहिँ है न अनि केटाले के भन्छ खुरनगत काट्दै त्यस्तै लागिरहेछ मलाई पनि भन्छ मन्ज पहिले तपाईँ सामुसीले थोरो खासै तपाईँ सामुसीले अफिसतिर जानुहोस् म चाहिँ छनुन अनि सिक्ताङे खाबोल के हो म चाहिँ रेस्टुरेन्टतिर गएर चाहिँ हेरेर आउँछु मेरो फोन गरेको छ भनेपछि केटा के गर्नु पर्यो त अब कुरा गरिसकेपछि केटा चाहिँ फारो कहाँ जानु पर्यो सिक्ताङ जानु पर्यो हो नि त होइन फापुल मकै सुम्दा खाना खाने हो त होइन अब खाना खाँदैन केटाले सिक्ताङे खाके सुम्दा रेस्टुरेन्ट जान्छ त जाँदैन जान्छ रेस्टुरेन्टै जानु पर्यो नि त अब त म फोन खोज्दा किनभने केटीले भनेको चाहिँ आक्का सिक्ताङ एस फापुल मक्को नगो उन्गत हानियो त्यहाँ छोड्नुभएको होइन र भनेर सोध्यो हो भनेर त्यस्तै लागिरहेको छ भनेर चाहिँ सिक्ताङे जान्छ अब त्यसको काम केटा चाहिँ के गर्छ त कुरा गरिसकेर सिक्ताङतिर जान्छ ल 2 नम्बर ठिक छ है छनरुल खल्के सुन्दा अब फोनमा चाहिँ यो व्यस्त हुन्छ त हुँदैन त्यो मिलेन सामु फोनै छैन उसित सामुसीले खाके सुन्दा सामुसीले चाहिँ जाँदैन को जान्छ त त्यो यो जाँचे जान्छ मन्ज सामुसीले थोरो खासे हो भनेर भनेको थिएँ नि त सो 2 नम्बरको एक चाहिँ टक्क मिल्यो 4 नम्बर मिलेन अरू मिलेन ल 40 नम्बरको पनि हेरौँ है त अब ल 40 को चाहिँ फोटोवाला रहेछ अब फोटो सट्ट हेरेर चाहिँ अब हामीले पत्ता पाऊँ है त ल तु सारामी तु सारामी फोको हेर्नु दुईजनाले हेरिरहेको साजिनु मौसमले कति हेरिरहेको साजिन्छ फोटो चाहिँ कुन हो भनेर भन्नुहुन्छ है त अब ल सुरु 이게 무슨 사진이에요? 같이 일하는 동료들하고 찍은 사진이에요. 남자 직원보다 여자 직원이 더 많네요. 네, 여자 직원은 5명이고 남자 직원은 3명밖에 없어요. 이게 무슨 사진이에요? 같이 일하는 동료들하고 찍은 사진이에요. 남자 직원보다 여자 직원이 더 많네요. 네, 여자 직원은 5명이고 남자 직원은 3명밖에 없어요. ल दुईजनाले हेरिरहेको तु साराम फोको हेर्नु हेरिरहेको साजिनु मौसम त कुन फोटो रहेछ ल नामजाले सोध्यो है तपाईँलाई इगे यो चाहिँ मुसुन साजिन यो चाहिँ कुन चाहिँ फोटो हो यो के कस्तो खाले फोटो भन्नु त कसको फोटो भन्न खोजेको है त्यो चाहिँ अनि केटीले भने है त काथन इलानुन उस्तै कम्पनीमा काम गर्ने सँगै काम गर्ने थङ्ग्रो दलको हागो कलिगहरूको चिकुन साजिन यो सँग खिचिएको फोटो चिकुन भनेको चाहिँ फोटो खिच्नु है ल सिक्दा भनेको फोटो खिच्नु ल चिकुन भनेको फोटो खिचिएको साजिन है पास्ट फर्ममा भनौँ न साजिन यो फोटो हो भनेर भनिरहेछ सो नामजा चिकोन भो त केटाले फेरि भनौँ नामजा चिकोन भो त नामजा केटाहरू भन्दा चाहिँ यजा चिकोनी थ मान्ने हो केटा कामदारहरू भन्दा चाहिँ केटीहरू चाहिँ अझ धेरै रहेछ नि त भनेर भनिरहेछ केटीले भने हो ने हो यजा छिगनुन केटी कामदार चाहिँ थासत मेङ्गेको 5 जना छौँ केटीजना चाहिँ केटा नामजा छिगनिन सेमेन भाग्य हप्छ यो केटाहरू चाहिँ 3 जना मात्रै छन् भनेपछि के रहेछ त फोटो हामीले छान्नु पर्ने केटो फोटो चाहिँ यो है यजा छिगनुन थासत मेङ केटीहरू थासतमेन भएको थासत मेङ्गेको नामजा छिगनुन सेमेङ भएको चाहिँ हेर्नु पर्यो है त अब ल 1 नम्बरमा के छ ल यजा चिकन चाहिँ तुम्यङ छन् हामीलाई सेमेङ चाहिएको छ हानादुल यहाँ पनि तुम्यङ छ है यसो पनि मिलेन ल हानादुल सेत ने थासतमेङ भएको यजा चिकन चाहिँ थासतमेन छ ल थासतमेन भएको सो यहाँ चाहिँ हानादुल सेत ने थासतमेङ भनेको छ ठिक छ यो मिलो थासतमेन अब चाहिँ नामजा चिकन सेमेङ भएको 3 जना छ भने चाहिँ नामजा पनि हानादुल सेत ल सेमेङ मिलो सो यो चाहिँ ठिक छ अहिलेसम्मको फोटो यो पनि मिलेन किनभने यो हानादुल सेमेङ यजा छ जस्ट उल्टो यसको उल्टो चाहिँ यो भएछ सो 3 नम्बर चाहिँ मिलो ल
आजलाई हामीले 40वटा नम्बरसम्म सक्यो। भोलि फेरि अरू कुनै कुरा नयाँ कुरा लिएर आउने छु। क्लासहरूमा रेगुलर बस्दै गर्नुहोस् र बिस्तारै तपाईँलाई फुल फर्मेटको फुल युबिडी सेट पनि पाउनुहुन्छ है। तपाईँले भैँसीपट्टिमा आउने जस्तै जस्तै क्वेसन र भैँसीपट्टिमा भएको क्वेसन र परीक्षामा दिइने क्वेसनहरू पनि तपाईँले पाउन सक्नुहुनेछ। साथसाथै तपाईँलाई फेरि पनि म भन्दैछु, हरेक दिन म भन्दैछु, यो गुरु मन्त्र कोरियन भाषाको शब्द अर्थ कोरियन भाषा पढ्ने विद्यार्थीहरूलाई जडीबुटी जस्तै हो। हरेक पाठको एक एक शब्द एउटा पनि नछुटाइकन यो बनाएको शब्द अर्थ हो। तपाईँले यो लिनुभयो भने तपाईँलाई एकदमै महत्त्वपूर्ण छ, हेल्पफुल छ। यसले चाहिँ के गर्छ भनेपछि चाहिँ तपाईँलाई किताबमा हरेक पाठमा एउटा पनि शब्द नछोडिकन यहाँ हाम्रो रुटिन अफ पिपिएस एक्जाम भन्ने फेसबुक पेजमा जानुहोस्, त्यहाँभित्र गएर चाहिँ हेर्नुहोस्। त्यहाँ चाहिँ मैले कतिवटा पाठको चाहिँ मैले यो शब्द अर्थ लगाइदिएको छु। त्यो शब्द अर्थ चाहिँ तपाईँसित भएको शब्द अर्थसित कम्पेयर गर्नुहोस्, के फरक छ तपाईँले आफै पाउनु हुन्छ। र साथसाथै यो एउटा किवार अहिले फेरि तपाईँले दिइरहेको छु, यो किवारमा चाहिँ किवार पनि गरेर हेर्नुहोस्, के फरक के पाउनुहुन्छ तपाईँले आफै थाहा पाउनुहुन्छ। साथसाथै तपाईँलाई चाहिँ नेपाली किताब, नेपाली 100% नेपाली अनुवाद गरेको किताब यहाँ मसित अहिले छैन, नत्र म देखाउँथेँ। 100% नेपालीमा अनुवाद भएको किताब छ हामीसित, जुन चाहिँ तपाईँले घरमा आफै पढेर पनि पास हुन सक्नुहुन्छ। तर तपाईँ जुनसुकै इन्स्टिट्युटमा जहाँसुकै पढिरहनु भएको छ भने पनि तपाईँले त्यो किताबलाई चाहिँ आफूले अग्रिम पढेर चाहिँ भोलिपल्ट इन्स्टिट्युटमा गएर पढ्नु भने तपाईँले 100% चाहिँ राम्रो नतिजा ल्याउन सक्नुहुन्छ भन्दै आजको लागि यो लाइभ यहीँ बिदा हुन चाहन्छु। धन्यवाद।